सो हेलो एन्ड नमस्ते एभ्रीवन, वेलकम ब्याक टु माई च्यानल। अनि आज चाहिँ फेरि अर्को नयाँ भिडियो लिएर आइसकेँ। अनि भिडियो के को बारेमा छ भनेर चाहिँ तपाईँहरूले टाइटल थम्बनेल देखेर थाहा पाइसक्नु भयो होला। त्यो हो, यहाँ चाहिँ एक्जस्ट चाहिँ ट्याक्क बेन्ड भाइब, यहाँ चाहिँ एक्जस्ट यहाँ छ, त्यसमा लाग्न आँटेको छ। अनि मेरो बाइक चाहिँ यहाँ छ ट्याक्क, कत्रो म्यास चलाहरू। अनि मेरो बाइक चाहिँ ट्याक्क यहाँ छ, मैले नम्बर प्लेटहरू सब निकालिदिएको छु, लुकिङ ग्लास पनि निकालिदिएको छु। अनि त्यही भएर यतापट्टि फर्काएर राखेको क्या, लुकाएर कपसँग। त्यही हो, अब चाहिँ यो बाइकमा जाने हो। सिधै मेरो गोप्रोमा धेरै चार्ज पनि छैन, मैले भ्लग पनि बनाएको थिइनँ अनि चार्ज पनि हालेको थिइनँ क्या गोप्रोमा। अनि त्यही भएर म चाहिँ सिधै 97कोमा जान्छु अनि क्यामेरा अन गर्छु। सो ट्याक्कै हामी चाहिँ 97कोमा आइसक्यौँ। अनि बाइक चाहिँ यहाँ छ, हाम्रो सामानहरू चाहिँ यहाँ छ। यहाँ चाहिँ छ बेन्ड पाइप, फुल सिस्टम बेन्ड पाइपहरू चाहिँ। अनि एक्जस्ट चाहिँ यहाँ छ। है निकालेर हेरौँ न। ल यस्तो खालकोमा छ अहिले चाहिँ ट्याक्क। क्या एक्रा पब्लिक नलेखेको रहेछ, स्टिकर चाहिँ एक्रा पब्लिकको ट्याक्क। यो चाहिँ अलिक नयाँ खालको आएको रहेछ, नत्र मेरो उयसमा चाहिँ यस्तो खालको थिएन क्या, अर्कै खालको थियो यो अड्काउने चाहिँ। अनि यो चाहिँ नयाँ खालको आएछ जस्तो छ। यसको साउन्ड चाहिँ कस्तो आउँछ अब जोडिसकेपछि थाहा हुन्छ। प्लेन ब्ल्याकमा रहेछ दामी। अब ट्याक्क बाइक साइक खोल्छौँ होइन। अनि बाइक साइक खोल्ने बेलामा चाहिँ म भिडियो अन गर्छु। अहिले चाहिँ अफै गर्छु किनभने मेरो गोप्रोमा चार्ज छैन। अहिले चाहिँ बाइक तातिरहेको छ, अनि त्यही भएर एकछिन रेस्ट गर अनि मात्रै खोल्नुपर्छ भन्न थाल्यो। साथी पनि गेम खेल्दैछ हाम्रो 97, त्यही हो। अहिले एकछिनमा क्यामेरा अन गर्छु यता। सो हाम्रो स्टक एक्जस्ट चाहिँ निस्किसक्यो। अनि केही पनि नखोलेको निकालिदियो साथीले। म चाहिँ पुरै यो पार्ट पुर्जाहरू खोल्नुपर्छ होला जस्तो लाग्दै थियो, त्यत्तिकै निकालिदियो। त्यही अब जोड्नुपर्छ ट्याक्क। नाप्दैछ यहाँ साथीले पुरा। त्यसमा त उयो लाग्छ होइन र, सेन्सर त्यसमा नट लगाइदिउँ त्यसलाई। नट लगायो भने बेसी लडाउँछ क्या। कति छ ओभर छ होला है भाइ? पर्छ अब त्यो चाहिँ त्यहाँ राखिन्छ। अनि यसमा एक्रा पब्लिक आउँछ। एक्जस्ट नहुँदा पनि दामी देखिँदो रहेछ त्यहाँ। ट्याक्क यसको चाहिँ अब नम्बर प्लेटहरू खोल्यो भने अनि त्यो मिररहरू खोल्यो भने चाहिँ ओभर बवाल देखिन्छ। तर त्यतिसम्म चाहिँ गर्दैन होला साथीले, किनभने उसको चाहिँ जहिले बिर्ताबाट आउनुपर्ने हुन्छ। अफिस हाम्रो बिर्तामा छ। अनि धुलाबारीदेखि आउनुपर्छ, त्यही भएर त्यो सब निकाल्यो भने चाहिँ ट्राफिकले बाटैबाट पक्रिदिन्छ भनेर चाहिँ त्यो चाहिँ ननिकालौँ होला होइन। स्टक के अरे एक्रा पब्लिक चाहिँ हालौँ, अनि साउन्ड सुन्नु कस्तो आउँछ। सो अहिले चाहिँ हामीले एक्रा पब्लिक जोडेको छैन, अनि बेन्ड पाइप मात्रै छ। बेन्ड पाइपको साउन्ड सुनिदिउँ है त कत्रो आउने रहेछ। कस्तो लाग्छ मामा यो साउन्ड लिएर गयो भन्दा। सो त्यही हो, यो चाहिँ बेन्ड पाइपको मात्रै साउन्ड हो होइन। अब एक्रा पब्लिक हाल्ने अनि साउन्ड कस्तो आउँछ त्यो चाहिँ चेक गर्ने है त। त्यो हो, यहाँ अब जोड्ने कार्यक्रम सुरु भइसक्यो। सो मलाई चाहिँ एक्जस्ट लाउँदाखेरिको सबैभन्दा गाह्रो पार्ट चाहिँ यो लाग्छ क्या, ट्याक्कै यो लाग्यो। अब यसमा स्ट्रिङ लाउनु चाहिँ यस्तो गाह्रो लाग्छ मलाई चाहिँ। म अरू सबै कुराहरू चाहिँ आफै घरमै गर्न सक्छु, तर यो पार्ट चाहिँ गर्न सक्दिनँ क्या। यो चाहिँ फेरि ट्याक्टिस चाहिन्छ कि पावर चाहिन्छ कि के चाहिन्छ पनि। अब यहाँ गारबाट कमायो नि त। यत्रो तन्किन्छ यो रे, तन्किन्छ होला तन्किँदैन होला कि अझै छिर्छ अरे भित्र। यत्रो नै हो, यति नै हो। आयो है एउटा त भएको छैन नि होइन, ठिकै छ होइन। यत्रो कहिले तन्किसक्छ यार। उडेर आँखातिर आउँछ है म्याच छ यो चाहिँ। टु दिमाग लागिसक्यो त्यहाँ गएर, तार लिएर आइसक्यो साथीले। अब कुकुर बुद्धि लाएर जोड्छ है। पक्रिनु त पर्यो नि त यहाँ। पक्ड साथी, कहाँ पक्रिनु?
एकजस्ट पक्राउनु माथि आइहाल्छ एक्जस्ट पक्र नि त्यहाँ पक्रिनु पऱ्यो नि त हो त्यो गरेर पक्रिनु क्या छोरोमा लाग्दा के हुँदैन त यार तर निस्किँदैन नि त म साथी थिचिदिन्छु निस्किँदैन नि त फेरि ए केलाई यसरी लाउनु पऱ्यो यसरी होइन जसै लाउँदा नि हुन्छ लाग्नु चाहिँ पऱ्यो क्या तर यसरी छिरा पनि पुऱ्याइ हो नि त यार अब यसलाई खोलेर लाउनु पर्यो निकाल्नु पऱ्यो कसलाई यसलाई ए लगाइसक्नु अनि खोल्नु न त उपाय छैन पक्र ल यो लाग्छ इजी लाग्छ लाग्यो नि होइन तर निकाल्नु गाह्रो फरक पनि त अब अब खोल्नु पऱ्यो यो फेरि निकाल्ने यहाँ खोल्नु पऱ्यो बिरतामोडमा नयाँ पटेका अरू पनि लास्ट धेरै मान्छे हिँडिरहेको हुन्छ बिरतामोडमा चाहिँ एक्जस्ट लगाएर अनि त्यही भएर रहर लागेको छ तिमीलाई कि के भएर रहर लाग्यो होइन बाइक किनेपछि चाहिँ हाल्ने नै हो भनेर सोचिरहेको थिएँ त्यो बाइक चाहिँ उसको हो अनि त्यो उसले भर्खरै किने बाइक हो अनि उसलाई चाहिँ ओभर रहर लागेर हाल्छु साथी भनेर हाल्यो उसले चाहिँ मेरो केस पनि थाहा भइसकेको छ र पनि एक्जस्ट हालिरहेको छैन त्यो मैले त्यहाँ मेरो केस चाहिँ मैले युट्युबमा भनेको छुइनँ अनि मलाई चाहिँ एकचोटि इलाकै लगेको थियो होइन बाइक मोडिफाईकै कारणले गर्दा इलाका लगेको थियो अनि मेरो एक्जस्टहरू पनि इलाकामै राखिदिएको थियो अनि मसँग थोरै भिडियो क्लिपहरू छ भने चाहिँ म हालिदिन्छु त्यो मलाई इलाका लगेकोहरू होइन सायद छैन होला मैले डिलिट गरिदिएँ होला छ भने चाहिँ हाल्छु त्यही हो अब उसको पनि बाइक इलाका लिन जानुपर्छ कि हामी चाहिँ बाटोकै छेउमा छौँ त्यही भएर पुरा साउन्ड चाहिँ बाहिरको साउन्डहरू धेरै आइरहेको छ एक्स्ट्रा नोइजहरू सो अरू भित्री राइडरले यो मेरो भ्लग हेरिराख्नु भएको छ भने चाहिँ यहाँदेखि चाहिँ के गर्ने भन्ने कुरा आयो होइन यहाँ चाहिँ क्ल्याम्प लाउने ठाउँ भेटिएन क्या अब यहाँ लाग्दैन अनि यहाँ चाहिँ अलिक टाढा भयो साथीले अर्को के चाहिँ लिएर आयो आउनु चाहिँ पुग्दैन यार यो पनि त्यो पनि पुगेन अलिक सिधा गऱ्यो भने यति नै हो छिर्ने यसको यार हल्लिएर घुमाउनु पर्छ क्या एकचोटि घुमायो यसरी होइन अनि उता यसो गरेर यसलाई हल्ला त यहाँ गर्छु म हल्लाएर घुमाउँछ तलमाथि गरेर हल्ला गएन सोधेको किन एक सुता त हल्दैन सो ट्याक्कै हामीले चाहिँ जुगाड गरेर क्ल्याम्प खोज्यौँ एउटा यहाँ छ क्ल्याम्प चाहिँ यहाँदेखि यहाँको क्ल्याम्प बनाएको छ अनि स्टार्ट गरेर साउन्ड सुनिदिउँ है यो चाहिँ विथ डिबी किलर हो है त विथ डिबी किलरको चाहिँ साउन्ड यस्तो छ सो त्यही हो अब चाहिँ हामी एकचोटि डिबी किलर खोलेर साउन्ड सुन्न गइरहेको छौँ होइन विदाउट डिबी किलर हो यो चाहिँ विदाउट डिबी किलर चाहिँ ए स्टिकर रहेछ नि त यही कराएको रहेछ भित्रबाट के साउन्ड आइरहेको थियो क्या अनि यहाँभित्र चाहिँ स्टिकर हालिदिएको रहेछ एक्रा पपिकको त्यही भएर चाहिँ साउन्ड आइरहेको रहेछ क्या हामी चाहिँ साइडको एक्जस्ट भित्र थिएछ क्या त्यो सुनौँ न एकचोटि मजाले ट्याक यत्रो छ है त साउन्ड ल के डिबी किलर हालेर जाने हो अन्त डिबी किलर हालौँ भने हामी चाहिँ लाग्छौँ होइन त्यो मेरो गोप्रोमा चार्ज छैन म यसको चाहिँ अलिकति भिडियो भोलि इन गर्छु होला अनि त्यही हो अहिलेको लागि चाहिँ हस्त धन्यवाद सो गाइस मेरो चाहिँ बाइक टिलिक्क टल्किसकेको छ धोइराई पारेर सब रेडी भइसकेको छ यहाँ हेर्न सक्नुहुन्छ
ट्र्याक चिटिक भइसकेको थियो 1% चार्ज छ अहिले राखेँ ल बाई